यस संसारमा मानिसहरू धेरै किसिमका हुन्छन्। कसैले सम्पत्ति चाहन्छन्, कसैले सम्पत्तिको साथसाथै मान सम्मान चाहन्छन् र कसैले मान र सम्मान नै सबभन्दा ठुलो सम्झिन्छन्। यिनीहरूमध्ये मान र सम्मानलाई नै ठुलो सम्झने मानिस उच्च वर्गका मानिस हुन्। मान र सम्मानका साथै सम्पत्ति पनि चाहने मानिस मध्यम कोटिका मानिस हुन्। र कोही मान्छे यस्ता हुन्छन् जो सम्पत्तिलाई, धन पैसालाई मात्रै ठुलो मान्दछन्। तिनीहरू निम्न कोटिका मानिस हुन्। जसरी कोही मान्छे धन र सम्पत्तिलाई मात्रै ठुलो ठान्छ भने उसले इज्जत, मान, मर्यादालाई चिन्दैन। ऊ पैसालाई मात्रै ठुलो सम्झिन्छ, जसको लागि उसले निघृणी कामहरू गर्न पुग्दछ। चोरी, तस्करी, ठगी जस्ता घृणित कार्यहरू गर्दछ। यो निम्न कोटिको व्यक्ति कहलाउँछ। मध्यम वर्गका मानिसहरू सम्पत्ति चाहन्छन्, तर उनीहरूले मध्यमार्गी बाटो अपनाउँदछन्। केही इज्जतको पनि ख्याल राख्दछन्। तर उच्च कुलका मानिस, उच्च स्वभावका मानिस, उदार मानिसहरू आफ्नो मान सम्मानको लागि आफ्नो भएको सम्पत्तिलाई पनि खर्च गरेर आफ्नो इज्जतलाई जोगाउन चाहन्छन्। त्यसैले उनी उच्च वर्गका हुन्। उनको त्यो मान सम्मानले त्यो समाजलाई पनि सुरक्षित राख्न पुग्दछ। त्यसैले यो उच्च कोटिको मानिस मानिन्छ।